सचिव रविको बन्दी प्रत्यक्षीकरण निवेदन अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय विपक्षी। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामी छानेको तर्फबाट निवेदन सच्याउन दायर अर्को निवेदनमा सर्वोच्च अदालतले माघ बमोजिम हुने आदेश गरेको छ। न्यायाधीश दय कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको इजलासले लामी छानेले माघ बमोजिम विपक्षी राख्न आदेश गरेको हो। गएको वैशाख 7 गते लामी छाने तर्फबाट श्रीमती निकिता पौडेलले लामी छानेलाई गैर कानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। रविको तर्फबाट दायर उक्त निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालयलाई विपक्षी बनाइएको थियो। उक्त निवेदनमाथि सुनवाई गर्दै वैशाख 9 गते न्यायाधीश अब्दुल आजिज मुसलमानको इजलासले कारण देखाउ आदेश गरेको थियो। तर सचिवालयले म्याद बुझ्न नमानेपछि वैशाख 17 गते लामिछानेको तर्फबाट सचिवालयलाई सच्याएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय बनाउन निवेदन दिएको थियो। रविको बन्दी प्रत्यक्षीकरण निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित रूपन्देही जिल्ला अदालत, रूपन्देही उच्च अदालत, तुलसीपुर बुटोल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ कारागार कार्यालय रूपन्देही, जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई विपक्षी बनाएको थियो। दर्शकवृन्द, हामीले दिएको जानकारी तपाईलाई कस्तो लाग्यो? जस्ताको त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया तलको कमेन्ट बक्समा गएर राख्न भने नबिर्सिनु होला। साथै अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यस्तै अपडेटहरू पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी अहिले नै जोडिन भने नबिर्सिनु होला।